상kel라 캡수시 쳬라 캡수시 기든라 캡수시 नमस्ते टासीदेले फ्याफुल्ला मेरो नाम जर्डन गुरुङ र आजको यस भिडियोमा म हामीले भगवानलाई भगवान यानी बुद्धहरुलाई पानी चढाउने हो त्यसको बारेमा म त्यसको विषयमा आज केही प्रश्न र उत्तर गर्ने छु है र देख्न सक्नुहुँदैछ मेरो अगाडि मैले पानी चढाइरहेको छु है यता चाहिँ 7 वटा छ अनि र पानी चढाउनुको विषयलाई लिएर धेरै प्रश्नहरु आउँछ है र सबभन्दा पहिलो प्रश्न एउटा के आउँछ भन्दा चाहिँ पानी चढाउँदाखेरि यसलाई चाहिँ हामीले अब तिङ भन्छौं है तिङ यो तिङ कति वटा चाहिन्छ पानी चढाउने तिङ कति वटा चाहिन्छ भनेर चाहिँ प्रश्न एउटा आउँछ र त्यसको उत्तर छ प्राय हामीले 7 वटा तिङहरुमा पानी चढाउने गर्छौं है तर 7 वटा नै चाहिन्छ 7 वटा भन्दा बेसी हुँदैन या तपाईको घरमा 6 वटा मात्रै तिङ छ भने 6 वटाले हुँदैन भन्ने कुरा छैन तपाईकोमा 6 वटा छ भने 6 वटामा पानी चढाउनु 7 वटा छ भने 7 वटामा चढाउनु 10 वटा छ भने 10 वटामा चढाउनु त्यसको यति नै चाहिन्छ भने गन्ती हुँदैन है त र अर्को कुरा यो पानीको यो पानी चढाउने तिङमा पानी चढाउँदाखेरि यता खाली कति राख्नु पर्छ है र यो पानी हाल्दाखेरि पनि कति सम्म हाल्नु पर्छ है भन्ने कुरा आउँछ र यसलाई अब यो जुन पानी चढाएको छौं हामीले यो तिङलाई तपाईले एकदम टास्सेर राख्नु पनि भएन है त र यत्रो अब खाली यतिको खाली राख्दा पनि भएन पानी हाल्दाखेरि पनि तपाईले आधी मात्रा हालेर पनि भएन र पानी छ भन्दैमा पुरा भरि बाहिर पोख्नै गरेर हाल्नु पनि भएन है त र पहिलो कुरा जहाँ हामीले पानी चढाउँछौं त्यो जुन अब जस्तै टेबल होस् हैन हाम्रो छेउछाम होस् त्यो चाहिँ हामीले एकदम सफा गर्नु पर्यो सफा राख्नु पर्यो र यो पानी हाल्ने तिङलाई पनि हामीले एकदम मजाले पुसेर सफा गरेर पानी चढाउनु पर्यो र चढाउँदाखेरि यो तिङ जुन छ एक अर्काको बीचमा हामीले एउटा चामलको दाना है त चामलको दाना जतिको खाली मात्रा राख्न पर्ने हो है त्यसैगरी पानी हाल्दाखेरि पनि एकदम भरि पनि नहाल्ने एकदम आधी पनि नहाल्ने चामलकै दाना जतिको खाली राखेर हाल्नु पर्ने हुन्छ है त बुझ्नु भयो नि चामलको दाना है त र अर्को कुरा पानी चढाउँदाखेरि हामीले के पढ्नु पर्छ कुन मन्त्र जप्नु पर्छ भन्दाखेरि ओम आहु है 3 शब्द छ ओम आहु यो चाहिँ हामीले जप्नु पर्छ पानी हाल्दाखेरि ओम आहु ओम आहु ओम आहु ओम आहु पढ्दै पढ्दै पानी चढाउनु है त र त्यो अनि पानी चढाइसकेपछि तपाईको घरमा छाप छ भने छाप जुन चाहिँ एउटा भुम्बा भित्र एउटा त्यो मयूरको त्यो के भन्छ मयूरको त्यो के भन्छ त्यसलाई हामीले जस भुम्डो भनिन्छ है भुम्बा सानो भित्र त्यो भुम्डो हुन्छ त्यसले चाहिँ पानी हामीले जस्तै हामीले बत्ती बाल्छौं नि छेमे बालिसकेपछि हामीले यसरी पानी ओमा आहु गरेर त्यो पानी छर्कन्छ नि हो त्यस्तै गरेर हामीले पानी चढाइसकेपछि त्यो पानी त्यसरी छर्काउने है त ओमा आहु पर्दै छर्काउने त्यसले के हुन्छ भन्दा चाहिँ अरु जस्तै अब त्यो अब मिमाहिन भन्छ जस्तै अब भूत प्रेतहरु हो त्यस्तोहरुले चाहिँ यो अब भगवानलाई चढाएको पानी चाहिँ खोसेर नलाने हैन हो त्यस्तो चाहिँ त्यस्तोको फाइदा छ भनिन्छ है त त्यस्तोको कारण र अर्को कुरा तपाईहरुले यदि पढ्न सक्नुहुन्छ भने ओमा आहु भन्दा पनि लामो मन्त्र पढ्न सक्नुहुन्छ भने यो मन्त्र पढ्नु होला नमो रत्नटाय ओम नमो भगवते व्यञ्जसारा टमाधनि तथागताय अर्हते सम्यक सम्बुधाय तद्याथा ओम व्यञ्जरे व्यञ्जे महाव्यञ्जे महातेजो व्यञ्जे महाविद्या व्यञ्जे महाबोधि चिता व्यञ्जे महाबोधि मेढोपसम टमना व्यञ्जे सर्वकर्म आवरण विशोधन व्यञ्जे स्वाहास यो लामो मन्त्र चाहिँ सक्नुहुन्छ भने यो लामो मन्त्र चाहिँ पढ्नु होला यसको फाइदा के छ भन्दा चाहिँ हामीले एकपल्ट पानी चढाउँदा 7 वटा
तिङहरुमा पानी चढाउँछौँ हैन। तर यो मन्त्र तपाईले पढ्नु भयो भने चाहिँ यो 7 लाई 2 गुना 3 गुना 4 गुना 5 गुना गर्दै बढ्दै जानेको फाइदा छ र त्यसको शक्ति छ यो मन्त्रमा है त। मतलब फेरि यो यो पानी चढाको तिङ नै आँखाले देख्ने गरेरै त्यसरी यो 7 चाहिँ 14 14 चाहिँ 21 भएर जान्छ पनि भनेको हैन है त। अब पुण्य चाहिँ त्यतिको कमाउनु हुन्छ भनेको है त। र अर्को कुरा हामीले भगवानलाई पानी चढाउँदा कस्तो सोच लिनुपर्छ है त, एकदम आवश्यक हो है। कस्तो सोच लिनुपर्छ भनेर तपाईले यतिकै के सोचेर हैन आज म यो गर्छु त्यो गर्छु भरे यसलाई भेट्छु त्यसलाई भेट्छु भन्दै सोच्दै भगवानलाई पानी चढाउनु भयो भने त त्यसको फाइदा भएन नि त हैन। र कस्तो सोच लिनु पर्यो भन्दाखेरि जुन चाहिँ अघि भने जुन ओमा आहु भन्ने मन्त्र छ त्यो जपेपछि चाहिँ सारा भगवान बुद्ध भनेको एउटा मात्र हैन, बुद्ध लाखौं करोडौं छ है त। त्यो लाखौं करोडौं बुद्ध चाहिँ सबै अब आफ्नो अगाडि भएको है। अनि आफूले ओमा आहु पढिरा बेला ओमा आहु भन्ने त्यो 3 मन्त्र 3 शब्दले चाहिँ आफूले चढाएको पानीको फोहोर त्यो सबै सफा भइजाने र सफा भइसकेपछि अमृतमा बदलिने र 7 वटा नभइकन हजार लाख करोडौं बुद्धहरूलाई करोडौंको अब हिसाबमा तपाईले चढाइरहेको हो, त्यस्तो एउटा सोच लिने। र अर्को कुरा जस्तै कुनै खाना हुन्छन् हैन, एकदम तेल भएको खाना है, एकदम चिल्लो भएको खाना हुन्छ नि त। त्यो खाना चिल्लो भएको त्यस्तो खाना कसै मान्छेलाई एकदमै मन पराउँछ कसैले है, कसैले एकदम मन पराउँछ भने त्यही खाना कसै मान्छेलाई पच्दैन र मनै पराउँदैन है त हैन। र एउटै खाना कसैलाई मन पर्छ र कसैलाई मन पर्दैन है, त्यो आफ्नो आफ्नो नजरिया हो नि त। त्यस्तै गरेर हामीले बुद्धहरूलाई चढाइरहेको जुन यो पानी छ, अब हामी जस्तो साधारण मान्छेको नजरमा त यो पानी मात्र भयो नि त हैन। तर बुद्धहरूको नजरमा चाहिँ यो पानी मात्र नभइकन उहाँहरूलाई चाहिँ अमृत चढाइरहेको छौं भने त्यस्तो सोच लिएर पानी चढाउनु पर्यो हामीले है। र यसरी अब आफूले हामीले सधैँ पानी चढाएकोमा फाइदा के छ त है त। अब आफूलाई मन लागेको बेला चढाउने, मन नलागेको बेला नचढाउने, त्यस्तो गर्नु भएन। किनभने यसको फाइदा बुझ्नु पर्यो हैन। र फाइदा के छ भन्दाखेरि चाहिँ अब पानी चढाउनु भनेको तपाईले कसै ठाउँमा देख्नु भएको होला, कसैले पानी मात्र नचढाई जस्तै फलफुलहरू चढाउने हैन र, फलफुलहरू चढाउने अथवा के अब सुन चाँदी चढाउने त्यस्तो पनि देखेको होला है त। र त्यस्तै अब कसैले अब ढुङ्गाहरू हालेको हुन्छ, त्यो राम्रो खाले ढुङ्गा हुन्छ नि, अब महँगो खाले क्रिस्टल हजुर हैन, त्यस्तोहरू चढाउने त्यो धेरै हुन्छ प्रकारको है त। त्यो चाहिँ अब मैले सुनेको र बुझेको अनुसार तपाई जति नै तपाई गरिब होस् है त, तपाई जति नै तपाईकोमा खानापिना केही नहोस् हैन, तपाई जति नै गरिब भए पनि हामीले पानी चाहिँ चढाउन सक्छौं नि त हैन। पानी त हामीले पाउँछ नि। अब रेगिस्तानतिर बसेको छ भने कुरा अर्कै हो हैन, नर्मल जग्गामा पानी त उपलब्ध हुन्छ नि त। त्यसैले पानी चाहिँ चढाउने क्षमता सबैकोमा भएर हामीले पानी चढाएको हो है त। नभए तपाईले अब जुस चढाउन सक्नुहुन्छ भने जुस चढाउनु मिल्छ है त, दूध चढाउन सक्नुहुन्छ भने दूध चढाउन मिल्छ है, सुन चाँदी चढाउन सक्नुहुन्छ भने सुन चाँदी चढाउन सक्नुहुन्छ है त। त्यो आफ्नो क्षमता अनुसार। र त्यसो गरेमा के फाइदा हुन्छ भन्दा चाहिँ जुन हाम्रोमा शेर्ना भनिन्छ है, शेर्ना जस्तै हामीले लोभहरू हुन्छ नि, हाम्रोमा लोभ गर्ने हैन, अरूको धन सम्पत्तिमा आँखा लाग्ने हो, त्यस्तोहरू चाहिँ हराएर जाने है, त्यस्तो मेटेर जाने र आफ्नो मनमा दया माया करुणा जागेर आउने है। र आफ्नो मनमा भएको अब ध्योछाक छेदाङ तिमुक भन्छ नि, जस्तै के भन्छ त्यसलाई, रिस भयो है, त्यस्तै आफ्नो मनलाई अशान्ति पार्ने त्यो सबै हराएर जाने मेटेर जाने यसले गर्छ है त। र अब अन्तिममा गएर
सबभन्दा अब धेरै प्रश्न गरिने प्रश्न चाहिँ के छ भन्दा पानी चढाउँदाखेरि यो टिङ चाहिँ 7-7वटा गर्छ नि त हामीले। तपाईँले देख्नु भएको होला जहाँ पनि 7वटा हुन्छ, धेरै जसो 7वटा मात्रै देखिन्छ। त्यो चाहिँ किन हो भनेर है त 7वटै राख्ने कारण के हो भनेर अघि मैले भने जस्तै 7वटै राख्नुपर्छ भने छैन। तपाईँले 8वटा राख्न सक्नुहुन्छ, 9वटा राख्न सक्नुहुन्छ, 10, 20 जति राख्ने पनि राख्न सक्नुहुन्छ। तर जहाँ गए पनि हामीले गुम्बातिर 7वटा देख्छौँ नि त। त्यो चाहिँ किन हो भन्दाखेरि चाहिँ 7 प्रकारका पूजाहरू छन् है। 7 प्रकारका पूजा भन्छन् अर्घम, पाद्यम, पुष्पे, द्वीपे, आलोके, गन्धे, नैवेद्य भनेर 7वटा हो। यो 7वटा जनाउनको लागि चाहिँ 7वटा गरिएको हो। र अर्को कुरा के भनिन्छ भन्दाखेरि जब भगवान बुद्ध है त हाम्रो बुद्धिस्टको अब एकदम बुद्धिस्टको अब बुद्धिस्ट भन्नु नै बुद्धलाई फलो गर्नेहरूलाई बुद्धिस्ट भनिन्छ नि हैन र। जुन हाम्रो बुद्ध भगवान हुनुहुन्छ, बुद्ध हुनुहुन्छ, उहाँ चाहिँ लुम्बिनीमा जन्मिनु साथ उहाँले 7 पाइला टेक्नु भएको भनिन्छ नि त है। त्यस्तो भन्ने भनाइ छ। जन्मिने बित्तिकै 7 पाइला चाल्नु भएको है त। त्यो 7 पाइला चाल्ने बेला उहाँले पाइला राखेको हरेक 7वटा जग्गामा चाहिँ कमलको फुल फलेको भन्ने भनाइ छ है। तपाईले त्यस्तो फोटोहरू तस्बिरहरू देख्नु भएको होला। र त्यो जनाउनको लागि चाहिँ हामीले 7वटा पानी चढाउँदा 7वटा टिङ राखिएको पनि भनिन्छ है त। हस् त। अनि यो चाहिँ आजको चाहिँ यो भिडियो चाहिँ हामीले पानी चढाउने सम्बन्धित केही प्रश्न र त्यसको उत्तरहरू मैले आफूले जानेको जति, आफूले सुनेको जति, आफूले बुझेको जति चाहिँ मैले तपाईहरुलाई भन्ने प्रयास गरेको। अनि भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा एकदम धन्यवाद। नमस्ते फ्याबुला।